आजको भिडियोमा हामी तपाईलाई यही सुन्दर र प्रेरणादायी पार्कको पुरा दृश्य देखाउनेछौँ। म खजुरा गाउँपालिका वडा नम्बर 4 मा बस्छु यहाँ। यो खजुरा मिनी पार्क एन्ड रिसोर्ट उद्यानको प्रोप्राइटर हो। हाम्रो चाहिँ आर्टमा चाहिँ हामीले चाहिँ समुद्रको सिनारी हैन, समुद्रको सेरोफेरो यो पर्यटन प्रवर्धनको लागि हो हैन। हाम्रो देशमा समुद्र छैन नि, त्यसकारण हामीले समुद्र कस्तो हुन्छ त भनेर केही अवलोकन गरून्, केही बुझुन् भनेर हाम्रो विद्यार्थीदेखि लिएर सबै मानिसले समुद्रको झल्को यहाँ हामी देखाउन खोजेका छौँ। त्यसमा चाहिँ यो चाहिँ हाम्रो सार्क माछा है। हजुर सार्क माछा यो माछा खाने चरा हो, चिल हो, यो माछा खाने चिल है। यो पनि सब माछा खाने चिल हो, समुद्री चराहरू। अनि यो सानो माछाहरू के है, यसको बच्चाहरू, सार्कको बच्चाहरू सानो देखाउन खोजिरहेछ। त्यस्तै गरी यो पनि एउटा माछा, विभिन्न प्रजातिको माछाहरू छ है, यो पनि फरक माछा छ हैन। दाइ तपाईको यो आफ्नो रिसोर्ट पार्क चाहिँ खजुरा मिनी पार्क एन्ड रिसोर्ट उद्यान, यसमा यस्तो क्रिएटिभ आइडियाहरू पेन्ट गर्न पर्छ भनेर कसरी आइडिया? मैले आफै नै यो भित्रबाट मेरो चाहिँ आयो हैन। मैले आफैले यस्तो एउटा परिकल्पना गरेको थिएँ, यस्तो बनाउँदा कस्तो होला भनेर मैले एउटा आइडिया निकालेँ। अनि त्यो आइडिया अनुसार मैले हाम्रो आर्टिस्टलाई भने यस्तो गराउनुपर्छ है भनेपछि उहाँले मैले भन्दा अझ मैले सोचेको भन्दा राम्रो बनाइदिनु भएको छ भनेर। धेरै ट्यालेन्टेड आर्टिस्ट हुनुहुँदो रहेछ, प्रोफेसनल आर्टिस्ट हुनुहुन्छ उहाँ, पढे लेखेको उहाँ चाहिँ प्रोफेसनल एकदम शिरोमणि पनि हुनुहुन्छ हैन। यो चाहिँ सार्क माछा, यसको दाँत हुन्छ है, दाँत है। यो चाहिँ डेन्जर माछा, सार्क माछा यसलाई भनिन्छ। अनि यो विभिन्न मसिना समुद्रमा त धेरै माछाहरू हुन्छ, यो बच्चाहरू बुढाहरू यो खानलाई यसरी डाइभ हानेर पानी भित्र पुगेर पनि यसले माछा टिपेर खान्छ। डाइभ हानेर शिकारी माछा, शिकारी चिल चरा माछाको है। समुद्रमा चाहिँ धेरै वर्ष पहिला इतिहासको कुरा हामी हेर्यो भने टाइटानिक जहाज चाहिँ यो आइसमा ठोकिएर चाहिँ दुर्घटना भएको भन्ने कुरा छ नि सर, हामीले अध्ययन गर्छौँ नि, बुक पनि छ, एउटा इतिहासै छ नि। त्यो अध्ययन गर्दाखेरि मलाई त्यो अलिकति त्यो कुराले मलाई याद आयो, क्लिक गर्यो दिमागमा। त्यसकारण मैले हाम्रो आर्टिस्टलाई भने यो चाहिँ बनाउनु पर्छ है, हजुरले दिएको आइडिया। हजुर हजुर। अनि उहाँले यो टाइटानिक जहाज है ठोकेर दुर्घटना भएको यो इतिहासलाई यहाँ देखाउन खोजेको छ है। यो समुद्रमा हुने झारहरू, जहाज भयो, यो बरफ भयो, हजुर, बरफमा जहाज ठोकेर दुर्घटना हुन्छ यो। अनि पुरानो मोडलको चाहिँ यो पानी जहाजहरू हजुर। अनि यो चाहिँ हाम्रो अहिलेको लेटेस्ट जहाजहरू जुन पानी जहाज छ नि, न्यू मोडलको हजुर, त्यो चाहिँ पुरानो मोडलको अघिको टाइटानिक, यो चाहिँ पुरानो अहिले नयाँ मोडलको। यसले त धेरै कति हजारौँ लाखौँ टन बोकेर हिँड्छ नि। आजभोलि त टाइटानिक भन्दा धेरै ठुल्ठुलो जहाज बनिसकेको छ है, सामान बोक्ने मालवाहक जहाज। अब आयो यसरी यहाँ बिस्तारै समुद्रबाट यिनीहरू हैन, यो ग्रेट वालमा हिँड्दै हिँड्दै शाकाहारी डाइनोसर हैन, यो चाहिँ लोप भएको चाहिँ हाम्रो जनावर हैन पहिलाको। यसको अस्थि पञ्जरहरू भेट्यो भन्छ नि इतिहासमा हैन। हजुर हामी पढ्दाखेरि, तर यो अहिले छैन हाम्रो देशमा, लोप भइसकेको छ हैन। अनि विश्वमै पृथ्वीमै छैन। यसकारण यसलाई हामीले के देखाउन खोजेको झलक हैन, त्यो मान्छेले अध्ययन गरून् भनेर बुझ्नु। यस्तो थियो है हामी पहिला भन्ने कुरा, यो मान्छेहरूलाई त थाहा छैन नि कस्तो छ भन्ने कुरा हैन। ग्रेट वालमा मान्छेहरू टुरिस्टहरू हिँड्दैछ, टुरिस्टहरू हिँडेको देखाएको छ हैन। यो राजाहरूले बनाएको, मिन राजाले बनाएको चाइनाको है, ठुलो बादशाहहरूले बनाएको हो। यहाँ धेरै मान्छेहरू यो बनाउने क्रममा धेरैको मृत्यु भयो, यहाँ लडाइँ पनि भएको, युद्धहरू पनि भएको हामी इतिहास पाउँछौँ। यो धेरै लामो पनि छ, यो झन्डै 6000 भन्दा बढी भनेको छ एउटाले 21000 किलोमिटर भनेको छ। त्यो दुश्मनहरूले अट्याक गर्दाखेरि लुकेर हान्ने माथिबाट बडो टाइपको यस्तो छ, सब बनाएको छ हैन यो सिनहरू। अब यो चाहिँ हामी चाइनाको ग्रेट वालभित्र इन्ट्रेस्ट जाने एउटा ढोका जस्तो यहाँ हामीले ढोका बनाएको छौँ। यो यस्तो गर्दाखेरि अब म भित्र जान लागेको छु है, भित्र प्रवेश गर्दैछु, यसरी देखाउँदैछु हैन। अनि यता यसो हेर्दा यसरी फोटो खिच्नलाई हो, अनि यसरी उभिएर पनि फोटो खिच्न मिल्थ्यो हैन। म ग्रेट वालमै छु चाइनाको भन्नलाई, यो एउटा चाहिँ बनाएको आर्ट हो है चाइनाको ग्रेट वाललाई। यो चाहिँ चन्द्रमाबाट चाहिँ एकदम नजिक देखिन्छ भन्ने एउटा हामीले चाहिँ यसलाई सुनेका छौँ, बुझेका छौँ। यसकारण यो यसरी यहाँ देखाउन खोजेको छ, अन्तरिक्षबाट देखिन्छ। चाहिँ हाम्रो आर्टदेखि हातैले बनाएको, यो चाहिँ कन्सर्टहरूको लागि यिनीहरूले बजाउँदैछ, यो म्युजिसियनहरू अनि सिङ्गर स्टेज बनाएको चाहिँ नाच्न सक्यो, रियल नै आउँछ, नाच्नु जस्तै आउँछ। एउटा टिकटक गर्न पाइयो, हजुर यहाँ डान्स गर्नु पाइयो, टिकटक बनाउनु पाइयो हैन। यहाँ रियल प्रोग्राम पनि गर्न मिल्यो सानो हैन। त्यसको लागि नै यो स्टेज, स्विमिङ पुल स्टेज बनाएको छ खजुरा मिनी पार्कको। अनि यो स्विमिङको फाइदाहरू पनि यहाँ लेखिदिएको छ, स्विमिङ फर हेल्थ, सेफ्टी, नेम, फेम, फोन एन्ड इन्टरटेनमेन्ट भनेर लेखेको छ हैन। यो स्विमिङ के को लागि त है, एउटा त स्वास्थ्यको लागि हो 1 नम्बर, 2 नम्बर चाहिँ सेफ्टी सुरक्षाको लागि हो। भोलि कोही नदीमा हामी फाल्यौँ, गाडी दुर्घटना भयो, नदीमा पर्यौँ भने त जानेको छौँ त बाँच्न सक्यो, अरूलाई पनि बचाउन सक्यो हैन। तर यदि जानेकै छैन भने त डुबेर मर्ने, अरूलाई पनि बचाउन सकिएन। त्यसकारण यो चाहिँ सेफ्टी 2 नम्बर। 3 नै नाम कमाउनलाई पनि हो, भोलि खतरा चाहिँ स्विमर बनिदियो भने त ओलम्पिकमा नाम आयो, खासा जानु भएकोलाई खासा जाने बाटो
यो खासा जाने बाटो है काठमाडौँबाट हाम्रो 108 किलो 10 किलोमिटर पर्छ हजुर दोलीखेल हुँदै जान्छ बनेपा हुँदै होइन भक्तपुर हुँदै यसरी खासाबाट आउने बसहरू हो होइन मोटरसाइकल हिँडिरहेछ है नेपाल टु खासा बस जाँदो रहेछ जान्छ नेपाल खासा भन्नाले उहाँ हाम्रो बोर्डर कि त्यो चाइनाको चाइना बोर्डर त्यहाँ पुग्छ जाने बाटो देखाइरहेछ अनि यसरी ऱ्याफ्टिङ गरिरहेको छ होइन यसरी रमाइरहेको छ यो चाहिँ हाम्रो गणेश हिमाल हो यो गणेश हिमाल भन्छ यसलाई है अनि यता हाम्रो यो चिल्ड्रेन स्विमिङ पुल डल्फिन डिजाइनमा पनि छ हाम्रो हजुर अनि यो यसरी ऱ्याफ्टिङमा यति इन्जोय गरिरहेको रियल देखाउनु भएको छ कि हाम्रो आर्टिस्टले नेपाललाई पनि रिप्रेजेन्ट गर्न हजुर नेपाललाई हजुर नेपालको टुरिज्म सेक्टरलाई मैले देखाउन खोजेको होइन किनकि स्विमिङको एरिया भएको कारणले यो स्विमिङमै पानीमा रिलेटिभ भएको कारणले यो देखाउन खोजेको सिनलाई बनाएर यो दाइ प्राइभेट हो कि सामुदायिक हो कि यो प्राइभेट हो मैले आफ्नै लगानीमा गरेको छु यो सबै जति पनि जग्गाहरू देखेको छ सब तपाईको हजुर मेरो निजी नै हो यो हिम्मत त ठुलै गर्नु भएको रहेछ गर्नु पर्यो देशको लागि अनि आफ्नो मैले यो क्षेत्रलाई पनि एउटा हाम्रो खजुरामा के छ त भन्दाखेरि अलिकति पहिचानको लागि पनि हो हजुर मैले सुरु गरेको यो कति बिघा जति होला यो धन्नै 1 बिघामा छ 1 बिघामा बनाएको छु यसमा पार्कको सहितको रिसोर्ट मैले बनाएको छु पार्कको पनि अनि रिसोर्ट पनि यसमा अब पिकनिक स्पोट अनि बाल उद्यान लभ पार्क अनि त्यस्तै गरेर हल छ हाम्रो यो ब्याङ्केट हल होइन त्यस्तै गरेर हाम्रो स्विमिङ पुल अनि कटेजहरू होइन रेस्टुरेन्टहरू छ ओपन स्टेजहरू छ होइन ब्याम्बो काठ डिजाइनको हेलिकप्टर र पानी जहाज मोडलको चाहिँ हामीले चाहिँ त्यो कटेज पनि बनाएका छौँ हजुर अब हाम्रो 6वटा चाहिँ हामीसँग कटेज पनि छ ब्याम्बो कटेज छ बाँसदेखि बाँसबाट बनेको हजुर मान्छेहरू कतिको आउनुहुन्छ मान्छे अहिले आउनुहुन्छ मान्छेहरू आइरहनुहुन्छ ठिकै आउनुहुन्छ राम्रै आउनुहुन्छ टाटाबाट पनि आउनुहुन्छ फेस्टिभलको बेला फेस्टिभलमा बढी हुन्छ त्यसपछि अघि पछि पनि आइरहनुहुन्छ अहिले यो स्विमिङ पुल चाहिँ मेन्टेनेन्स नगरेको जस्तो हजुर मेन्टेनेन्स गर्दैछौँ अब गरेर फेरि चलाउनु पर्छ अलिक गर्मी पनि सुरु हुँदैछ हजुर जाडो महिना बन्द हुन्छ जाडो महिना भएर त्यतिकै छोडिदिनु पर्यो अब चाहिँ बेला भयो अब बेला भएको छ गर्मीमा एक्टिभ हुन्छ है हजुर गर्मीमा चल्छ 2-3 महिना 30 रुपियाँ लिन्छु भने टिकट होइन पार्क घुम्ने होइन भित्र फोटोसोटो खिच्ने टिकटकहरू बनाउने सुटिङ गर्नुहुन्छ अनि यता स्विमिङको चाहिँ अलग लाग्छ स्विमिङको टिकट अलग लाग्छ 350 रुपियाँ लिन्छ 350 ठुलो मान्छेलाई सानो बच्चालाई 250 रुपियाँ टाइम लिमिट छैन टाइम लिमिट 2 घन्टा पाइयो 2 घन्टा 2 घन्टासम्म खेल्न त्यसपछि एक्स्ट्रा चार्ज लाग्छ त्यसपछि त लाग्दैन तर हामीले त्यो 2 घन्टा भन्दा बढी सक्दैन मान्छे थाक्छ तोकेको टाइम 2 घन्टा पर्यटन प्रवर्धन गर्नको लागि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनको लागि नै मैले सुरु गरेको होइन आजभन्दा लगभग 2075 सालबाट होइन यसलाई यो कन्सेप्ट बनाएँ मैले त्योभन्दा अगाडि नै म खास मेरो चाहिँ जापान जाने मेरो योजना थियो त्योभन्दा अगाडि म चाहिँ एनसिएलमा काम गर्थेँ एनसिएलमा 6.5 वर्ष काम गरेँ त्यसपछि बिहारेसमा निस्केपछि अब बाहिरतिर जाउँ न त उता अङ्कलहरू पनि उतै हुनुहुन्छ मेरो जापान काकाहरू सबै हजुर उहाँहरूले पनि आइज भन्नुभयो मैले 3 पटकसम्म ट्राई गरेँ 3 पटकसम्म भिजा अप्लाई गरेँ जापानिज एम्बेसीमा भिजा दिएन 3 पटक नै रिजेक्ट गरेँ त्यसपछि मैले चाहिँ आफ्नो देशमा के गर्नुपर्छ है आफ्नो देशमा नेपाललाई जापान बनाउनुपर्छ भन्ने मैले त्यो कन्सेप्ट राखेर यो सुरु गरेको तर अलिकति त्यस्तै भयो अब होइन अहिलेको यो चाहिँ कोरोना अनि यो आर्थिक क्राइसिस भन्छ नि पहिलाको भन्दा अलिक कम पनि चलिरहेछ अहिले पहिला त राम्रो चल्यो है होटल 2 वर्ष 3 वर्ष राम्रो चल्यो त्यसपछि अलिकति कम छ किनकि रेसियोमा घट्या छ किनकि यथार्थ कुरो भन्नुपर्छ हामीले झुट बोल्नु हुँदैन होइन सत्य कुरा भन्नुपर्छ अनि अलिकति चाहिँ गाह्रो भएको छ होइन अलिकति गाह्रै छ अहिले चाहिँ स्थितिमा होइन टुरिस्ट बडी जस्तो डोमेस्टिक नै हुनुहुन्छ होला है हजुर डोमेस्टिक हुनुहुन्छ धेरै छ अनि इन्डियाबाट पनि आउनुहुन्छ तपाईले जापानको कुरा गर्नुभयो दाइ हैन अब जापान जाने रहर थियो एप्लाई गरे 3 पटक त्यही भएर हो दाइ यहाँ जापानको त्यो मलाई हजुर जापानको के कुरा क्यामेरामा देखिरहेछ हजुर जापानको के कुरालाई झल्काउन खोजिरहेको छु जापानमा बुलेट ट्रेन यस्तो हुन्छ है देखाउन खोजिरहेको छु पर्यटकहरूलाई अनि त्यस यति मात्र होइन कि मैले यो जापानिजहरुको चाडहरू मैले अलिकति अध्ययन गरेको थिएँ जापानिजको चाड एउटा फुलको चाड हुन्छ कि 3 दिनसम्म मनाउँछ त्यो चाहिँ फुल भन्नाले त्यो नेपालीमा त्यसलाई चाहिँ फ्लावर होला फुल हजुर फ्लावर रुखमा फुल्ने फुलहरू जस्तै पैँयो भन्ने तपाईले सुन्नुभयो होला नि हजुर हाम्रो पहाडमा हुन्छ यही हो त यो पैँयोको फुल अनि यता पनि छ यहाँ पनि छ देख्नुभयो होला नि यो पनि पैँयो हो देखाउनु यो जापानिजहरु यसको तल एउटा बसेर फेस्टिभल मनाइरहेको छ है
अनि जापानमा बुलेट ट्रेन एकदम विकसित भएको देश हो नि त, त्यस कारण यो छ। अनि यो पैयुको रुख हो होइन, अनि जापानिजहरू चाहिँ 3 दिनसम्म बनाउँछ यो चाहिँ। पैयुको त्यो काठ पनि त काम लाग्छ होइन, पैयुको तपाईँलाई थाहा होला। पैयुको काठहरू चाहिँ हाम्रो हिन्दू शास्त्र अनुसार चाहिँ त्यसको काठ लट्ठीहरू घरमा राख्यो भने शुभ हुन्छ भन्छन् कि, सर्पहरू आउँदैन पनि भन्छ त्यो है, चलन छ। हाम्रो नेपालमा पाइन्छ र पाइन्छ पहाडमा छ। हजुर, यहाँ लगाउनु भएको छ? यहाँ छैन, यहाँ मैले ट्रायल गरेँ, यहाँ भएन, उम्रेन जागेन, इन्भाइरोमेन्ट हावापानी मिलेन, अलिकति हाइट शिखरमा हुन्छ त्यो चाहिँ होइन। हजुर हजुर, त्यसमा जापान जस्तै बनाउनु पर्छ। हाम्रो देश त अब त्यस्तै छ, तपाईँले देख्नु भएको छ, धेरै भ्रष्टाचार करप्सन होइन, धेरै व्यतिथिहरूले भरिएको देश। अब केही परिवर्तन हुन्छ कि? अब हुन्छ कि भन्ने आशा चाहिँ छ, अलिकति राजसभाको सरकारले केही गर्छ कि भन्ने चाहिँ आशा छ। हुन्छ, अब के न के परिवर्तन त होला होइन, उहाँहरूले नयाँ आउनु भएको छ नि त, नयाँ अनुहार युवाहरू आउनु भएको छ, युवामा जोसमा पढे लेखेको हुन्छ, एजुकेटेड हुनुहुन्छ, त्योमा केही आशा त छ। अब आशा चाहिँ निराशामा परिणत नहोस् होइन, यो देश विकास होस्। जस अनि यो हामीले यो पर्यटन प्रवर्धनको लागि मैले यसलाई यसरी बनाएँ खजुरामा पहिलो पटक होइन, यो आफ्नो प्राइभेट लगानीमा छ। अनि सरकारले पनि केही हेरेको छैन, केही अलिकति अनुदानहरू सहयोगहरू केही छैन। म यसमा आउने होला नै थिएँ, तपाईँले कुरा उठाइहाल्नु। यो हाम्रो नगरपालिकामा पर्यो होइन, यो गाउँपालिका गाउँपालिका नगरपालिका घोषणा भइसकेको थियो, तर पछि फेरि रोकिएको छ, विचाराधीनमा छ। गाविसले नि केही सपोर्ट गरेको छैन? गाविसले केही सपोर्ट गरेन, धेरैचोटि रिक्वेस्ट गरियो। अब पालिकाको मेयरसँग उहाँहरूले चाहिँ मिल्दैन भन्नुभयो होइन, गाह्रो छ, प्राइभेटलाई मिल्दैन भन्नुभयो, अरूलाई मिल्ने अनि पर्यटनलाई नमिल्ने किन त भने मैले प्रश्न पनि गरेँ कि त्यहाँ। अनि त्यसपछि उहाँले चाहिँ मिल्दैन भनेपछि अब मैले जान पनि छोडेँ, भन्न पनि छोडेँ। अनि आन्तरिक पर्यटकलाई हामी प्रवर्धनको लागि चाहिँ यो एउटा हरियाली ग्रिन पार्क होइन, शान्त सुन्दर शान्त एउटा मैले बनाउन खोजिरहेको। यसमा अब घुम्न आउनेहरूले पनि केही यसो नास्ताहरू खाने भनेर कटेजहरू पनि बनाएको छौँ। कटेजको बारेमा म केही सोध्न चाहँदा, कटेज बाहिर बजारतिरको भन्दा हल्का एक्सपेन्सिभ हो कि उही रेट हो? कटेज फुडहरू केही एक्सपेन्सिभ छ, किनकि त्यो अलिकति फरक रिसोर्ट टाइपको मैले बनाएको, पार्क रिसोर्ट टाइपको बनाएको कारणले केही फरक नै छ, किनकि त्यत्रो लगानी लागेको छ नि त, हजुरहरूले बुझ्नुभयो, स्टाफहरूले दिनुपर्ने हुन्छ, माहौल पनि, अनि ट्याक्स तिर्नुपर्ने हुन्छ होइन। अब एउटा सटरमा र बाहिर ठेलामा गर्नु र यो त हजुरले आफै बुझ्नुहुन्छ फरक। यत्रो अब 4-5 करोडको लगानी लागिसकेको छ, जग्गै छ 8-10 करोडको जग्गा होइन, 10-15 करोडको लगानी लाग्दा पनि अब त्यही बजारको रेटमा दियो भने त हामी त होइन डुब्छौँ। जग्गा पनि बजारको नजिकै रहेछ, मेन रोड हाइवेबाट 100 मिटर भित्र छ। हजुर, यो यहाँबाट बर्दियाको मान्छेहरू, कोलपुरबाट, सुर्खेतबाट, दाङबाट, अनि इन्डियाबाट पनि आउनुहुन्छ, लखनऊ अथवा बहराइचबाट होइन। अस्ति ईद थियो, ईदमा त हजुर धेरै आउनु मुस्लिमहरू त, ईदमा र बकरिदमा त धेरै म्याक्सिमम आउनुहुन्छ कि, त्यतिको अरू सायद हाम्रो हिन्दू दाजुभाइ र अरूबाट आएको देख्दैन, मुस्लिमहरू चाहिँ धेरै म्याक्सिमम आउनुहुन्छ, भिजिट गरेर जानुहुन्छ, राम्रो छ भन्नुहुन्छ, सुन्दर छ, हरियाली छ, एकदम फोटो खिचेर मनपर्छ उहाँलाई, सधैँ हरेक वर्ष आउनुहुन्छ उहाँहरू चाहिँ। अनि स्विमिङ पुल कहिलेदेखि एक्टिभ? अब यो वैशाखबाट एक्टिभ गर्दैछौँ, वैशाख 2 गतेबाट, पहिलो हप्ताबाट, वैशाख फर्स्ट विकदेखि। हजुर हुन्छ। स्विमिङ पुल पनि राम्रो रहेछ यहाँको, तर अहिले सरसफाइ गर्नुभएको छैन, मेन्टेनेन्स छैन। वैशाखको फर्स्ट विकदेखि स्विमिङ पुल पनि स्टार्ट हुन्छ अरे, तपाईँहरू यहाँ आएर स्विमिङ गरेर गर्मीको बेला शीतलताको आनन्द लिन सक्नुहुन्छ। अनि पिकनिक स्पट छ, अनि यहाँ पिकनिकमा सिजनमा धेरै आउनुहुन्छ, जस्तै अब मङ्सिर कार्तिक दसैँ तिहार सकेपछि कन्टिन्यू लगभग फागुन पिकनिक चल्छ, धेरै म्याक्सिमम विद्यार्थीहरू पनि आउनुहुन्छ, बसको बस होइन, स्कुलहरूबाट पनि, प्लस भैलोहरू खेल्नेहरूको टिमहरू चाहिँ बिहे वर्तमानको लागि पनि पार्टी सार्टी दिन चाहे पाइयो, त्यसको लागि रेट कति छ दाइ? बिहे वर्तमानको लागि रेट त अब हाम्रो चाहिँ यस्तो छ, अब उहाँले खानाको हिसाबले हामीले लिन्छौँ, पर प्लेटको हिसाबले, पर हेडको हिसाबले लिन्छौँ, 1000 रुपियाँ, मटन चिकन 1000 रुपियाँ, अनि भेज मात्रै 800 रुपियाँ गर्छौँ, त्यही छ। अनि त्यो अब यहाँ बिहे वर्तमान गर्न आउन टिकट परेन, उहाँहरूलाई चाहिँ फ्री हुन्छ, टिकट त परेन, त्यसमा इन्क्लुड हुन्छ होइन, र पिकनिकलाई पनि टिकट परेन, त्यसमा टिकट चार्ज हुन्छ हाम्रो, के अरे पिकनिक चार्ज अलग हुन्छ, पैसा भनेको त्यही खानाको मात्रै। हजुर, फिल्म पनि सुटिङ हुन्छ, फिल्महरू पनि सुटिङ हजुर यहाँ भएको छ, यहाँ हाम्रो आउनुभयो के अधिकारीज्यूहरू आउनुभएको थियो है, सिल्ली 4 भन्ने खासै हिट पनि भएन क्या? हजुर, खासै त्यति हिट भएन, यहाँ कमेडियन फिल्म, कमेडी फिल्म लोकल फिल्म, यही सुटिङ भएको? हजुर यहाँ केही सुटिङ भएको छ, अन्त पनि सुटिङ भएको छ।
अरू फिल्महरू पनि हुन्छ कि? अरू त भएको छैन, त्यो जस भइरहेछ। अरू पनि आउँदैछन्, अब आउने कुरो भइरहेछ। तपाईँहरू कन्टेन्ट क्रिएटर हो भनेदेखि यहाँ रिल, टिकटक, सर्ट टिकटक। फिल्म, कमेडी भाइन्सको लागि पनि राम्रो छ। हामीले भिडियोमा देखाइरहेको छ हजुरहरूलाई। यहाँ आएर सुटिङ पनि गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि तपाईँहरूलाई भिडियो मन परेको छ भनेदेखि लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला है त।